दर्शकबिन नमस्ते। निर्मला नेपाली युट्युब च्यानलमा भने अहिले कान्छी सिरियल आइसकेको छ है। कान्छी सिरियल भाग 254 भने अहिले एकदमै रोमान्टिक एकदमै राम्रो आएको छ। कतिपयले चाहिँ हेरिसक्नु भयो होला, कतिपयले चाहिँ हेर्नु भएको होइन होला भने अहिले चाहिँ कान्छी सिरियल भने एकदमै राम्रो एपिसोड आएको छ। कान्छोको दिदी र भेनाजु भएर भने कान्छोको गर्लफ्रेन्डलाई लिन गएका छन्। जाँदै जाँदै भने उनीहरूले भेटाइसकेपछि एक आपसमा अँगालो हाले। कान्छो र कान्छोको गर्लफ्रेन्डले अँगालो हालिसकेपछि अब उनीहरूले चाहिँ घर लिएर जाने प्रस्ताव गरिसकेका थिए पहिले नै। घर जानभन्दा पहिले अगाडि कान्छीले चाहिँ भाइलाई कान्छो त एकैछिन आइज यता हो र तेरो सानो कुरा एउटा भनेर केही पर लगेर भन्छन्, त सानै उमेर छस्, तैँले घर परिवार धान्न सक्दैनस्, तैँले अहिले सानैमा बिहे गरेर के गर्छस् भनेर उनले धेरै सम्झाइन्। कान्छोले भने अब सानै उमेरमा बिहे गरियो, अब के गर्नु भनेका छन्। बिहे गरिसकेपछि भने दुःख दिन पाइँदैन। उसले दुःख पाउनु र मैले दुःख पाउनु भन्ने एउटै हो, तेरो दिदी र उसले दुःख पाउनु भन्ने एउटै हो, तैँले चाहिँ दुःख दिन पाउनस् भनेर उनीहरूले धेरै कुराहरू भने। कान्छोले मैले दुःख दिन्न भने। घरमा लैसकेपछि पनि भित्राउने होइन, उनीलाई पढाइ पूर्ति गरेपछि मात्र उनीलाई भित्राउने भन्ने निर्णय गरिसकेपछि भने उनीलाई लिएर गए। जाँदै जाँदै भने कान्छीको माइत पुगिसकेपछि भने कान्छीको आमाले भने धेरै कुराहरू भन्नुभयो। उनले भने अब मेरो बाबाले मोड चेन्ज गरेर अर्कै केटासँग मेरो बिहे गरिदिन लाग्नुभयो, त्यही भएर मैले पहिले नै म भाग्ने यस्तो निर्णय गरेको हुँ भनेर उनले भनिसकेपछि के साँच्चीकै अब आफ्नो बाबाले खोज्लान् या खोज्दैनन्? खोज्छन् भने कमेन्ट बक्समा खोज्छन् लेखिदिनु, खोज्दैनन् भने कमेन्ट बक्समा खोज्दैनन् भनेर लेखिदिनु है।